ल यो चाहिँ भक्तपुर दरबार स्क्वायर। तिमीहरू आउने भएर मैले बिहान सब खाली गर्नु भनेको थिएँ क्या। त्यो रातो कार्पेट ओछ्याउनु भनेको थिएँ, यिनीहरू साह्रै चकचकेहरू चाहिँ बिर्सेछ यिनीहरूले। किस्नु लाउँछु भरे प्यान्ट पुगेर चाक्कै चाक्कै च्याम सबै बासाले राख्नु भनेको थिएँ यिनीहरूलाई मैले। त्यस्तो यार सब फरेनरले पनि हेऱ्यो नि त मलाई। त्यस्तो ह्यान्डसम छु म। हेर मलाई फर्की हेरेर चिन्डे कसै थाहा पाउँछ। अब अहिले झन् बेहोस हुन्छ। म टोपी खोलिदिउँ बुतुक बुतुक ढल्छ त्यहाँनिर। ल धेरै पहिला आएको यो चाहिँ हाम्रो भक्तपुर दरबार स्क्वायर। यहाँ कति राम्रो छ। आहा यहाँ अगाडि फोटो खिच्न मिल्छ मिल्दैन? ढोका कति राम्रो छ है। तपाईँको त जान्न त भन्नुपर्ने किन त्यहाँ उभिएर। आम्मा खतरा यार खतरा। आमा 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 बिजो गर्न आइदियो। म्युजियम जानु मन छ कि उता होइन? पहिला उता जाउँ त्यो उसमा ल माटोको भाँडा बनाउने ठाउँमा जाउँ। दिन्छ तिमीहरूलाई बनाउनको लागि लगेर गएको। यो मरी टेम्पल भ्यू रेस्टुरेन्ट र टेम्पल पनि भ्यू पनि रेस्टुरेन्ट पनि रे। किन तिमी आफै म नजिक आउँछु छोरी अनि ल एउटा यहाँ बस्दै एउटा फोटो खिच्छु ल।